गाइस यो के गरेको र हैन ट्याक्क पारेर र बिहानको कति बज्यो बिहानको 10 बज्यो तर उहाँ अझैसम्म उठ्नु भएको छैन हैन टक्क पारेर मोबाइलमा घुमेर मस्त 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 मोबाइलमा हुनुहुन्छ बोइया हो कि टोइया गरेर बस्नु कटरा किल हानेर बस्नु गरे म चाहिँ सुत्दै यस्तै सुत्छु न भनेको सुत्न नि दिँदैन होइन ट्याक्क पारेर घट्टा किल हान्दै बस्छु यस्तो मान्छेहरूलाई के भन्नुहुन्छ तपाईँहरू भन्नु र यस्तो हेर है यता हेर त के हो के गरेको के हो मलाई भात देऊ त भात देऊ न गाइस म भोकै छु 3 दिनदेखि मलाई भात पनि दिएका छैनन् म भोकै यहाँ बसिरहेको छु अलिकति माया भन्ने कुरा पनि छैन होइन यति 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 पनि छैन भात दिनु पर्दैन गाइस आज चाहिँ मेरो छुट्टी होइन छुट्टी भएको कारणले गर्दा म अलि धेरै बजी सुतेको नत्र त अघि उठ्ने मान्छे हो खासमा होइन उहाँ हो 3 बजीसम्म सुत्ने मान्छे 3 बजे हो 6 बजीसम्म सुत्ने मान्छे र अनुमान भात दिने भात देऊ न बुढा भात देऊ न बुढा भात देऊ न गाइस म भोकै छु उहाँले मलाई भात दिनु हुँदैन 3 दिनदेखि मलाई भोकै राख्नु भएको के अरे 24 घन्टा खेलेर बस्ने मान्छेहरूलाई के गर्न सकिन्छ गाइस चुप्पा देऊ रे भात देऊ होइन चुप्पा देऊ रे यस्तो नि हुन्छ गाइस भात देऊ भन्नुहोस् त गाइस म जस्तो एकदम भात नदिने मान्छेहरू जस्तो एकदम ह्यान्डसम एन्ड ब्युटिफुल गाइस के हेरेको भात देऊ भनेपछि भात देऊ न तिमी भात भात नदिएर के दिन्छु तिमीले मलाई भन त यस्तो चाहिँ कसले भन्छ अरे यस्तो कसले भन्छ खाना मन हुनेले गएर पकाएर खाने रे तिमीलाई खाना मन हुँदा हामीले भात पकाएर देखेन 3 बजी राति डिस्टर्ब नगर्दैछु 3 बजी राति होइन र अहिले चाहिँ ठ्याक्क बिहानको 12 वर्षको 9:26 12 बजेन 12 बजिसक्यो तर अहिलेसम्म म भोकै छु मलाई भात दिँदैन म कस्तो बिरामी छु गाइस तर पनि मलाई भात दिँदैन भात देऊ बिहान बिहान कसरी चटपटी खान्छ पत्याउनुहुन्छ गाइस तपाईँहरु चाउमिन जस्तो बनाएर 8वटा अन्डा हालेर म भेजिटेरियन हो एकदम अन्डा खाँदिनँ के बोलेको आफूले खानालाई बनाएको कुरालाई अर्काले खायो भनेर लाउन मिल्छ म यस्तो शुद्ध भेजिटेरियन मान्छे खान्छु जस्तो लाग्छ खाँदिनँ नि खाने त उही हो रातभरि दिनभरि यही माजु दिने मान्छे उहीँ हुनुहुन्छ मायै गर्न छोड्यौ त बेबी तिमीले मलाई खेल्नु देख्नुभयो गाइस पख न म खेल्दैछु रे के हो मलाई यहाँ मान्छेले कुटेर मारिसके वास्तै छैन म भोकले मर्न लागेँ आज पब्लिकको गाइस उहाँले मलाई भात दिनुहुँदैन म एकदम भोकै छु म 1 नम्बरको भात नदिने मान्छेमा पर्नुहुन्छ म एकदम भोकै छु गाइस आजको लागि यति गाइस छुट्टी राख्छौँ बाई बाई तपाईँ के भन्न चाहनुहुन्छ फेरि पनि मलाई भात नदिने
म केही भन्न चाहन्न गो टु हेल भन्न चाहन्छ वाट डु मिन बाई गो टु हेल मलाई त्यस्तो भन्न मिल्छ गाइस म को हो तपाईँको बुढी भात देऊ न देऊ भात गाइस हामी चाहिँ दुईजना भात तिमीले पकाउने कि मैले पकाउने भन्ने समस्यामा परेको छौँ होइन अब हामी यहाँ यसको समस्याको समाधान के हुन्छ होला यसो बताइदिनु कमेन्टमा होइन आजको लागि यति भन्दै छुट्टी राखौँ बाई बाई सी यू सुन बाई बाई भन बाई बाई